हेलो गुड आफ्टरनुन। ल आज पनि यो ट्रिगोनोमेट्रिक को सेकेन्ड च्याप्टर, अस्ति नै फर्स्ट च्याप्टरको बनाएको थिएँ, आज पनि सेकेन्ड च्याप्टर को धेरै इम्पोर्टेन्ट क्वेसनहरू है, धेरै क्वेसनहरू, धेरै इम्पोर्टेन्ट धेरै क्वेसनहरू गरिदिन्छु। हेर्नु होला, भिडियो लामो हुन सक्छ, मजाले हेर्नु होला। यो चाहिँ सेकेन्ड एक्सर्साइज हो है, सेकेन्ड एक्सर्साइज। आज पनि सन्डे, आज पनि फ्री छु, के गरौँ भन्छ, भिडियो बनाइदिन्छु। ल हेर्नु होला है त। ल हेर्नुहोस्, प्रुभ द्याट 1 माइनस कस 2 थीटा प्लस साइन 2 थीटा बाई 1 प्लस साइन 2 थीटा प्लस कस 2 थीटा इज इक्वल टू टेन थीटा ल्याउन छ। अब हामीले गर्दाखेरि एलएचएसबाट गरे नि हुन्छ, आरएचएसबाट गरे नि हुन्छ, जुनबाट गरेर है, एउटाबाट गरेर अर्को ल्याउन सक्न पर्यो। तर ख्याल के गर्न पर्छ भनेपछि ठुलो छ भने त्यसलाई सानो बनाउन सजिलो हुन्छ क्या, बनेको कुरालाई भत्काउन सजिलो, एकदम त्यस्तो हुन्छ। बनाउन गाह्रो, फेरि यति लामो छ, जम्मा 10 थीटा ल्याउनु छ। अहिले आरएचएसबाट गर्न थाल्नु भयो भने 10 थीटा मात्रै छ, कन्जुगेट धेरै लाउनु पर्छ क्या, म्याक्सिमम कन्जुगेट युज गर्न पर्छ। त्यही भएर एलएचएसबाट नै गर्ने हो, एलएचएस गरेर आरएचएस ल्याउने हो। आरएचएसमा जम्मा 10 थीटा छ। 10 थीटा भनेको फेरि के हो, यो साइन थीटा बाई कस थीटा हो। यो ल्याउन सक्यो भने 10 थीटा भइहाल्यो है। यसका फर्मुलाहरू थुप्रै हुन्छ नि त, जस्तै कस 2 थीटा छ नि, यसको फर्मुला साइन र कसमा छँदैछ, साइनको फर्ममा मात्रै छँदैछ, कसको फर्ममा पनि छँदैछ, टेनको फर्ममा पनि छँदैछ। कुन युज गर्ने स्टुडेन्टहरू कन्फ्युज हुन्छ क्या। त्यही भएर के थाहा पाउन पर्यो, यी माथि साइन ल्याउन पर्यो, तल कस ल्याउन पर्यो। यी माथि साइनको फर्ममा खोल्न पर्यो के, यो कस 2 थीटालाई खोल्दाखेरि साइनको फर्ममा खोल्न पर्यो, यो कस 2 थीटालाई खोल्दाखेरि साइनको फर्ममा खोल्न पर्यो। यो साइन 2 थीटाको चाहिँ एउटा मात्रै फर्मुला छ, 2 साइन थीटा कस थीटा, हैन? नो डाउट। लेट्स गो। ल हेरौँ है त, एलएचएसबाट गरौँ। लेफ्ट हैंड साइड 1 माइनस कॉस 2 थीटा प्लस साइन 2 थीटा बाई 1 प्लस साइन 2 थीटा प्लस कॉस 2 थीटा है, यो एलएचएस हो। अब यसको फर्मुला खोलौँ त, कस 2 थीटा को फर्मुला है, कस 2 थीटा को फर्मुला माथि साइन चाहिरहेछ, साइनको फर्ममा के हुन्छ अरे, देखिन्छ नि, कस 2 थीटा इक्वल टू 1 माइनस 2 साइन स्क्वायर थीटा हुन्छ है। कस 2 थीटा इक्वल टू 1 माइनस 2 साइन स्क्वायर थीटा, यो फर्ममा खोल्ने हो, किनभने माथि हाम्रो साइन चाहिएको छ क्या है। ल अब यो अर्दैन होला, यसलाई यसो मेटम। इज इक्वल टू 1 माइनस, ल कस 2 थीटा के अरे 1 माइनस 2 साइन स्क्वायर थीटा, यसको त सिंगल छ हैन, 2 साइन थीटा कस थीटा, साइन 2 थीटा को फर्मुला बाई यो 1 को 1 प्लस साइन 2 थीटा, साइन 2 थीटा को फर्मुला यो पनि एउटा मात्रै छ, 2 साइन थीटा कस थीटा प्लस कस 2 थीटा, यसको धेरै छ है, तर 10 ल्याउनु छ। 10 भनेको साइन बाई कस हो, बाई फर्ममा छ, तल कसकै फर्ममा खोल्न पर्यो। कसको फर्ममा फर्मुला के अरे, कसको फर्ममा 2 कस स्क्वायर थीटा माइनस 1। अब यसलाई सिम्प्लिफाई गरौँ, आइहाल्छ, यति हो काम। अप्सनल म्याथ, अप्सनल म्याथ गाह्रो छ भन्छ, यही फर्मुला नजानेर हो, कुन फर्मुला कतिखेर खोल्ने त्यो थाहा नपाएर हो। अब यो सिम्प्लिफाई जसले नै गरिदिन्छ, सिम्प्लिफाई गरौँ त। ल सुरुमा यो र यो 1 कट गरिदिएँ, यसको अगाडि माइनस भएर मैले ब्र्याकेट लेखिदिएँ है। यदि एक्जाममा आउँछ भने डाइरेक्ट प्लस लेखिदिए त भइहाल्यो नि। अब अर्को लाइनमा एक लाइन बढी लेख्न पर्यो, यो माइनसले गर्दाखेरि 1 माइनस 1 माइनस माइनस प्लस 2 साइन स्क्वायर थीटा, जस्ताको त्यस्तै, यो पनि जस्ताको त्यस्तै। ल अनि यहाँ पछि छ 2 साइन थीटा कस थीटा
प्लस 2 कस स्क्वायर थीटा है। फेरि यो र यो कट भइहाल्यो। अब यसमा कमन लिउँ त यसमा कमन लिँदाखेरि 2 कमन छ, sin स्क्वायर थीटा 2 टाइम्स छ, यहाँनिर sin थीटा छ एउटा, त्यसो भए कमन आयो। बच्छ कति? यो 2 आइसकेछ, sin स्क्वायर 2 टाइम्स, 1 टाइम कमन आयो है, 1 टाइम चाहिँ बचेछ, प्लस यो cos थीटा पनि बचेछ के, बाई यसमा कमन लिने हो भने 2 cos थीटा है, बाई ब्रैकेट cos थीटा कमन आयो, 2 कमन आयो, यो sin थीटा बचेछ, यो sin थीटा बचेछ, प्लस cos स्क्वायर थीटा 2 टाइम्स छ, 1 टाइम कमन आएको हो है। अब यो 2 कट्यो, यो पनि सेम छ नि, लास्टमा sin थीटा बाई cos थीटा, यो भनेको के हो अरे tan थीटा, sin थीटा बाई cos थीटा भनेको tan थीटा, यो भनेको RHS हो, PROVD ल। अरु कसैले मेरो युट्युब च्यानल हेर्नुहुन्छ भने है, हेर्नु त, @RPC राम प्रसाद चौधरी एजुकेशन, EDUCATION एजुकेशन, यो अरु पनि च्यानल रहेछ क्या, लास्टमा 83 राख्दियो भने ट्याक्कै मेरो आउँछ, हेर्नु होला। अप्सनल म्याथको कुनै प्रब्लम छ भने, कुनै क्वेसन हो यो त कस्तो गाह्रो छ, यो त म बुझ्दैन कि के जस्तो लाग्छ भने, जुनसुकै च्याप्टरको जुनसुकै क्वेसन भन्नु होला, म गरिदिन्छु है। क्लास 12 है, BSc को पनि है, जुनसुकैको पनि भन्नु होला, म क्वेसन गरिदिन्छु। म्याथको हुन पर्यो, म्याथमेटिक्स को जुनसुकै क्वेसन ल, यो च्यानल हेर्नु होला है त ल। अब नेक्स्ट क्वेसन हेलो ल, नेक्स्ट क्वेसन है त, हेर्नु यहाँ क्वेसन, यो क्वेसन हेर्नु ल। क्वेसन नम्बर 2, 1 प्लस sin 2 थीटा प्लस cos 2 थीटा होल स्क्वायर छ, प्लस 4 इज इक्वल टू 4 cos स्क्वायर थीटा 1 प्लस sin 2 थीटा, यो क्वेसन छ है। अब यहाँ होल स्क्वायर छ क्या, होल स्क्वायर भएपछि त फर्मुला लाउनै पर्यो, तर यहाँ 3 वटा छ है, ABC भने जस्तै 3 वटा छ। ABC को फर्मुला जान्नु भएछ भने ठिकै छ, जान्नु भएन भने यिनीहरुमा कुनै एउटा क्यान्सल गर्न सक्ने हो भने 2 वटा फर्म बच्छ के, अनि धेरै जसो हामीले गरिराखेको त A प्लस B को होल स्क्वायर त हो यो फर्मुला हैन, यो फर्मुलामा लैजान सक्ने हो भने अलि सजिलो भइहाल्छ हैन। डाइरेक्ट लेख्ने हो भने पनि छ यसको फर्मुला के, डाइरेक्ट लेख्ने हो भने यसको फर्मुला पनि त छ, A स्क्वायर प्लस B स्क्वायर प्लस C स्क्वायर प्लस 2AB प्लस 2BC प्लस 2CA, अलि लामो हुन जान्छ हैन। त्यही भएर यो 2 स्टेपमा झार्ने, त्यसो भए यो 1 लाई कट गरिदिने, cos 2 थीटा को फर्मुला खोल्दाखेरि 1 लाई कट हुने गरी खोल्ने, यसको त एउटा मात्रै छ sin थीटा cos थीटा हैन, 2 sin थीटा cos थीटा छ। त्यसो भए ल एलएचएस बाट गयो, लेफ्ट ह्यान्ड साइड 1 प्लस sin 2 थीटा प्लस cos 2 थीटा होल स्क्वायर, यसको फर्मुला खोलौँ, दुईटाको फर्मुला खोल्दिउँ ल। 1 प्लस 2 sin थीटा cos थीटा प्लस यो 1 कट हुने गरी खोल्ने, यसको फर्मुला त्यसो भए के खोल्नु पर्यो, 2 cos स्क्वायर थीटा माइनस 1 cos 2 थीटा को फर्मुला खोलेको यो है, cos 2 थीटा को यो फर्मुला हो यो है ल। अब त यो 1 र यो कट गयो नि त, कट गयो, त्यसो भए हामीसँग बच्यो 2 sin थीटा cos थीटा प्लस 2 cos स्क्वायर थीटा, यसको पनि स्क्वायर, यहाँ स्क्वायर छुटेछ है, स्क्वायर है। अब कमन हेरौँ त, यहाँ 2 छ, 2 कमन भयो, cos थीटा छ, cos स्क्वायर थीटा, 2 cos थीटा कमन छ के, 2 cos थीटा कमन छ, ब्रैकेटमा बच्यो कति, यहाँनिर यो sin थीटा बच्यो, यहाँनिर cos थीटा बच्यो, तर होल स्क्वायर छ,
यो स्क्वायर भित्रैबाट आइरहेछ, त्यही भएर यिनीहरूको चाहिँ यो चाहिँ स्क्वायर हो। अब यो स्क्वायर यसको पनि हो के, 2 टू जा 4, कस थीटा को पनि स्क्वायर हो, त्यही भएर कस स्क्वायर थीटा। अब यसको पनि स्क्वायर हो, यसको फर्मुला खोलौँ न, खोलौँ त, के अरे ए स्क्वायर प्लस 2ab 2ab है, यो चाहिँ ए यो चाहिँ बी, ए प्लस बी होल स्क्वायर, ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायर ल प्लस बी स्क्वायर ल। अब यो स्क्वायर आउट भइसक्यो है। अब यो चाहिँ जस्ताको त्यस्तै छ है। त्यसो भए साइन स्क्वायर थीटा प्लस कस स्क्वायर थीटा के हुन्छ, साइन स्क्वायर थीटा प्लस कस स्क्वायर थीटा, त्यो भनेको 1 हो, प्लस 2 साइन थीटा कस थीटा, यो पनि फर्मुलै हो, 2 साइन थीटा कस थीटा है, 2 साइन थीटा। ल नजान्नेको लागि कहाँ लेखिदिउँ, यही लेखिदिन्छु, साइन 2 थीटा को फर्मुला के अरे 2 साइन थीटा कस थीटा हुन्छ के। अहिले यो छ, त्यसो भए यो लेख्न पाइयो नि त। त्यसो भए अब हामीले लेख्दाखेरि यो भनेको साइन 2 थीटा लेख्न पर्यो, ये भनेको नै आरएचएस हो है। ल हेर्नु त, 4 कस स्क्वायर थीटा 1 प्लस साइन 2 थीटा छ हैन, ये 4 कस स्क्वायर थीटा 1 प्लस साइन 2 थीटा आयो। ल यो भनेको आरएचएस प्रुभड भयो। यो चाहिँ फर्मुला है, फेरि यो नसार्नु होला यो। ल अब अर्को क्वेसन है त, नेक्स्ट क्वेसन। ल नेक्स्ट क्वेसन है त, हेर्नु अहिले एलएचएस आरएचएस हेर्दाखेरि अलि ठुलो देखिएछ है, यसलाई ब्रेक गर्न सजिलो होला। एलएचएसबाट गर्ने हो भने आरएचएसमा स्क्वायर छ, कन्जुगेट गर्नै पर्छ है स्क्वायर ल्याउनको लागि, यताबाट ब्रेक मात्रै गरेपछि एलएचएस आउँछ होला, त्यही भएर आरएचएसबाट गरौँ अलि सजिलो हुन्छ। एलएचएसबाट गर्दा पनि भइहाल्छ, केही टेन्सन छैन। तर यो क्वेसन आरएचएसबाट गरौँ न, कस्तो हुने रहेछ है, कट थीटा -1 बाई कट थीटा प्लस 1 यसको स्क्वायर छ। अब एलएचएस हेर्ने हो भने साइनमा चेन्ज छ क्या, त्यसो भए यो कटलाई साइन कसमा चेन्ज गरिदिनु पर्छ, यो कटलाई कस थीटा बाई साइन थीटा। कटको फर्मुला, कट थीटा भनेको क्लास 9 को हो के रे, कट थीटा भनेको कस थीटा बाई साइन थीटा हुन्छ। यही फर्मुला खोलेको क्या है। ल अनि यो -1 छँदैछ बाई यो कट थीटाको पनि त्यही हो, कस थीटा बाई साइन थीटा प्लस 1, यो पुरैको स्क्वायर छ। अब एलसीएम लिम त यसै हो, एलसीएम लिम। ल एलसीएम लिने हो भने यसको यो यतिको क्या के हुन्छ, 1/b - 1 छ भने यही b एलसीएम आउने हो, यही b यहाँ आउँछ हैन, a - b, यही स्टेप यो गर्ने हो क्या। ल त्यसो भए के हुने भयो, कस थीटा यो यहाँ आउँदाखेरि माइनस साइन थीटा बाई यो साइन थीटा छँदैछ बाई यो कस थीटा यो यहाँ आउँदाखेरि साइन थीटा बाई साइन थीटा यसको होल स्क्वायर, यो र यो कट भइहाल्यो, बच्यो कति, कस थीटा माइनस साइन थीटा बाई कस थीटा प्लस साइन थीटा यसको चाहिँ स्क्वायर। यति बचेछ है। ल
पज गरेर हेर्नु होला है, फुल स्टेप अलि स्पिडमा हुन्छ भने। अब यो यसको पनि स्क्वायर हो, डिनोमिनेटरको पनि स्क्वायर हो, a माइनस b को होल स्क्वायर, तल चाहिँ a प्लस b को होल स्क्वायर है। स्क्वायरको फर्मुला खोल्दिउँ न अब त्यसो भए। अथवा यो भनेको cos थीटा माइनस sin थीटा यसको स्क्वायर हो है, बाई यो पनि cos थीटा प्लस sin थीटा यसको पनि स्क्वायर हो। a माइनस b को होल स्क्वायर, a प्लस b को होल स्क्वायर, a माइनस b को होल स्क्वायर थाहा होला नि फर्मुला हैन। एकदम नजान्ने स्टुडेन्ट पनि क्या भिडियो हेरिरहेछ जस्तो लाग्छ, त्यही भएर फुल गरिदिन्छु यी। तर a लेख्ने बेला cos लेख्नु पर्यो, b लेख्ने बेला sin लेख्नु पर्यो, यति मात्र फरक हो। के हुन पर्यो? cos स्क्वायर थीटा माइनस 2 cos थीटा sin थीटा प्लस sin स्क्वायर थीटा बाई तलको पनि सेम cos स्क्वायर थीटा यहाँ प्लस हुन्छ है, 2 cos थीटा sin थीटा प्लस sin स्क्वायर थीटा। ल a प्लस b को होल स्क्वायर को तलको a माइनस b होल स्क्वायर माथिको। अब अर्को फर्मुला फेरि युज गर्न पर्यो। के फर्मुला? के फर्मुला हेर्नु त, sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा छ भने यो चाहिँ 1 हुन्छ। अनि अर्को sin 2 थीटा को फर्मुला के हुन्छ? 2 sin थीटा cos थीटा अथवा 2 cos थीटा sin थीटा, जे लेखे नि एउटै हो है। AB BA एउटै हुन्छ, इन्भर्स भने। ल अब त्यसो भए यसमा हेर्ने भने sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा 1 है, sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा यो 1। त्यसो भए यसको ठाउँमा 1 लेख्न पाइयो। 2 sin थीटा cos थीटा, 2 sin थीटा cos थीटा, sin 2 थीटा, sin 2 थीटा बाई sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा 1, 2 sin थीटा cos थीटा, sin 2 थीटा है। यही नै छ के जस्तो लाग्यो कोही कोही। हत्तेरिका ल आइसकेछ। यो भनेको के हो? RHS प्रोब। ल सुरुतिरको पनि सजिलो सजिलो छन्, एकचोटि हेर्नुभयो भने भइहाल्छ है। यसपछिका च्याप्टरहरू गाह्रो गाह्रो आउँदै गर्छन्, हेर्दै गर्नु होला, प्र्याक्टिस गर्दै गर्नु होला, ती गाह्रो क्वेसनहरू पनि सजिलो भइहाल्छ। ल अब नेक्स्ट क्वेसन है त। ल नेक्स्ट क्वेसन है त। यो पनि प्रुफ द्याट नै हो। 1 प्लस 10 स्क्वायर थीटाको ठाउँमा यस्तो आइरहेछ है, पाई रेडियन बाई 4 माइनस थीटा 1 माइनस 10 स्क्वायर पाई रेडियन बाई 4, यो पनि माइनस थीटा इक्वल टू cosec 2 थीटा है। अहिले हेर्दाखेरि एलएचएसबाट गर्दाखेरि सजिलो हुन्छ, किनभने एलएचएस ठुलो छ, ठुलोबाट सानो ल्याउन कन्जुगेट गर्न पर्दैन, एकदमै सजिलो हुन्छ। त्यही भएर अहिले एलएचएसबाट गर्ने। के थाहा पाइराख्न पर्यो भनेपछि यो पाई रेडियन छ नि, यसको भ्यालु 180 डिग्री हो। पाई रेडियन 180 डिग्री, ओन्ली पाई 22/7। ख्याल गर्न पर्ने के कुरा छ भनेपछि साइन कसबाट आइराखेको हुन्छ नि, यो पाई रेडियन हो कि यो है। कहिले कहिले बाइ चान्स यो पाई रेडियन लेख्न छुट्यो भने साइन कस 10 ट्रिगोनोमेट्रिक फर्मसँग यो पाई आइरहेछ भने अटोमेटिकल्ली पाई रेडियन नै हो है। त्यो भनेको 180 डिग्री हुन्छ, 22/7 होइन। ल त्यसो भए त्यो 180 हो भनेर बुझ्न पर्यो। अब एलएचएसबाट गर्नु त। तेरिका एलएचएस 1 प्लस 10 स्क्वायर थीटाको ठाउँमा पाई रेडियन बाई 4 माइनस थीटा यस्तो छ, बाई 1 प्लस तेरिका यो माइनस हो, यो 1 माइनस यो सानो यो माइनस हो, यो 1 माइनस 10 स्क्वायर थीटाको ठाउँमा पाई रेडियन बाई 4 माइनस थीटा छ। ल अब cosec 2 थीटा ल्याउन छ, त्यो ल्याउनको लागि त 1 बाई sin ल्याउन पर्यो होइन।
यो कसेक एकछिन है कसेक 2 थीटा ल्याउनको लागि त 1/sin 2 थीटा ल्याउन सक्ने हो भने बल्ल त्यो हुन्छ त्यसो भए यति ल्याउन सक्न पर्यो ल अब यो एउटा फर्मुला जस्तो देखिन्छ कि हेर्नु त यो cos 2 थीटा को फर्मुला के हुन्छ यहाँ रफमा लेख्छु है cos 2 थीटा को फर्मुला हुन्छ 1 minus tan square थीटा by 1 plus tan square थीटा यो फर्मुला हुन्छ तर यो क्वेशनमा यहाँनिर प्लस छ कि माथि माथि प्लस छ तल माइनस छ बनाउन पर्ने यस्तो हो अब हेर्नु त जस्तै a by b छ यसलाई भ्यालुमा चेन्ज नहुने गरी है भ्यालुमा चेन्ज नहुने गरी के लेख्न सकिन्छ भनेपछि 1 by b by a पनि लेख्न सकिन्छ के यो भन्नु र यो भन्नु एउटै हो 3 स्टेप हैन 3 स्टेपमा यदि यो मेन लाइन हो भने यो उल्टेर माथि जान्छ माथि गयो भने यो जस्तोको त्यस्तै हुन्छ भ्यालुमा चेन्ज छैन त्यसो भए यसलाई यो स्टेपलाई हामीले लेख्न सकिन्छ यो स्टेपलाई हामीले लेख्न सकिन्छ है के लेख्न सकिन्छ 1 by 1 minus tan square theta by 1 plus tan square pi radian by 4 minus theta यो माथिको स्टेप भन्नु र यो स्टेप एउटै हो यो उल्टेर माथि जान्छ है फर्मुलामा मिलाउनको लागि त्यो गरेको के अब बल्ल भयो 1 minus tan square theta by 1 plus tan square theta भनेको cos 2 थीटा हो तर थीटा को ठाउँमा यति आइराछ के यो पुरै थीटा हो यो पुरै थीटा मान्न पर्यो के यो पुरैलाई थीटा मान्ने हो भने के भइराछ यस्तो भइराछ नि 1 plus tan square theta by 1 minus tan square उल्टो लेख दिए क्या है तरीका cos 2 theta equal to 1 by 1 minus tan square theta by 1 plus tan square theta यो हुन्छ है अब यो थीटा को ठाउँमा यो पुरै लेख्न पर्यो कि यो यति लेख्न पर्यो है त्यसो भए यसको फर्मुला हुन्छ कि अब त्यसो भए यो हुने भयो 1 by यो भनेको cos 2 थीटा cos 2 थीटा थीटा भनेको त हाम्रो यस्तो pi radian by 4 minus थीटा यो भइहाल्यो है अब यसलाई सोलुसन गरौँ आउँछ आन्सर यसलाई सोलुसन गर्दिउँ यो 2 ले मल्टिप्लाई गर्ने भने अथवा एकछिन यसो लेख्दिउँ न यो भनेको 45 हो पाई रेडियन भनेको 180 डिवाइड बाइ 4 है पाई रेडियन बाइ 4 यो भनेको 180 बाइ 4 यो भनेको 45 है यो भनेको 45 डिग्री हो त्यसो भए यसलाई हामीले लेख्न सकिन्छ 45 माइनस थीटा लेख्न सकिन्छ अब 1/2 ले मल्टिप्लाई गर्दिने भने कति हुन्छ यो 90 भइहाल्छ यो 2 थीटा अब cos युज गर्ने है cos को फर्मुला थाहा होला नि हैन cos को फर्मुला C A S T 9 क्लास को है आफ्टर स्कुल टु कलेज है गर्दाखेरि यसमा कुन पर्छ अल पोजिटिभ है 90 माइनस थीटा छ फर्स्टमा पर्छ अल पोजिटिभ हुन्छ त्यसपछि यसमा sin 90 into 1 minus थीटा यो चाहिँ अड नम्बर छ भने चेन्ज हुन्छ sin को cos हुन्छ cos को sin हुन्छ यहाँ cos छ भने के हुने भयो यो चाहिँ sin थीटा हुने भयो थीटा को ठाउँमा कति छ रे अब यो 2 थीटा छ 1/sin 2 थीटा भनेको cosec 2 थीटा हो ल PROVED प्रूव्ड अब नेक्स्ट क्वेशन है त ल
ल अब नेक्स्ट क्वेसन है त यो पनि प्रुफ द्याट नै हो sin स्क्वायर ब्रैकेट पाई रेडियन बाई 4 माइनस थीटा इज इक्वल टू 1/2 1 माइनस sin 2 थीटा ल यहाँनिर स्क्वायर छ यतैबाट सुरु गरौँ है त यो पनि ठुलो छ किनभने यताबाट गर्दाखेरि अब यसलाई स्क्वायर ल्याउनको लागि फेरि कन्जुगेट गर्नुपर्छ है यताबाट अलि सजिलो हुन्छ LHS sin स्क्वायर पाई रेडियन बाई 4 माइनस थीटा पाई रेडियन बाई 4 180 बाई 4 45 डिग्री हो अघिनको क्वेसन जानी राख्नुपर्छ यो भनेको 45 माइनस थीटा अब फर्मुला खोल्ने है sin a माइनस b तर स्क्वायर छ यहाँ जानी राख्नुपर्छ अब आउने भ्यालु सबैको लागि स्क्वायर हो sin a माइनस b के हुन्छ अरे sin a फर्मुला हो cos b माइनस cos a sin b अब आउने चाहिँ स्क्वायर यो स्क्वायर भएर त्यो भएको के हैन के को फर्मुला अरे sin a माइनस b को फर्मुला के अरे sin a cos b माइनस cos a sin b यो चाहिँ फर्मुला हो अब यसको ठाउँमा कति छ अरे 45 छ यसको ठाउँमा थीटा छ 45 थीटा राख्ने हो भने फर्मुला बनिहाल्यो अब यो त छ होल स्क्वायर छ अब गर्न पर्यो भ्यालु सब्स्टिट्युट है sin 45 डिग्री यो भनेको 1/√2 cos थीटा माइनस यो भनेको पनि 1/√2 sin थीटा यिनीहरुको होल स्क्वायर cos 45 डिग्री 1/√2 क्याल्कुलेटर युज गर्दाखेरि √2/2 देखाउँछ है एउटै हो यसलाई रेशनलाइज गरिदियो भने त्यही भ्यालु आउँछ होल स्क्वायर छ अब यो र यो कमन देखियो यो र यो चाहिँ कमन छ बच्छ कति cos थीटा माइनस sin थीटा होल स्क्वायर छ यसको पनि यो कमनै भित्रबाट आएर छ स्क्वायरै हो अब यसको पनि स्क्वायर हो यसको स्क्वायर गर्दाखेरि यो स्क्वायरले यो रुट कट गरिदिन्छ 1/2 मात्रै बच्छ यसको फर्मुला खोल्दिनु त a स्क्वायर माइनस 2 a b प्लस b स्क्वायर a माइनस b को होल स्क्वायर a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर त्यही फर्मुला खोलेको अब यो sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा कति हुन्छ यो हुन्छ 1 माइनस 2 sin थीटा cos थीटा 2 sin थीटा cos थीटा यो भनेको sin 2 थीटा हैन sin 2 थीटा भनेको त 2 sin थीटा cos थीटा हो के है 2 sin थीटा cos थीटा यही छ यहाँनिर ल यो भनेको नै RHS हो PROVED ल नेक्स्ट क्वेसन है त